सबैजनालाई नमस्कार। मेरो अर्को नयाँ भिडियोमा यहाँहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। आज म बुलिङटार गाउँपालिका वडा नम्बर 4 अन्तर्गत पोखरी गाउँको नजिकै छु र मलाई आजको यात्रामा सुरज निउरे भाइले साथ दिइरहेका छन्। र आज म बुलिङटार गाउँपालिका वडा नम्बर 4 अन्तर्गत पोखरी गाउँदेखि उप्सेकोट गाउँपालिका सम्भवतः वडा नम्बर 5 अन्तर्गत रहेको धौबादी गाउँसम्मको यात्रा गर्नेछु। आज मौसम हिजो अलिकति पानी परेको हुनाले मौसम केही धमिलो हुनाले आज त्यति मौसम क्लियर पनि यहाँ देखिएको छैन। धौबादी गाउँ एकदमै धेरै सुन्दर चिसो मौसम भएको गाउँ हो। महेन्द्र राजमार्गबाट करिब 22-25 किलोमिटरको अन्तरालमा हामी धौबादी आउन सक्छौँ। दलदले चोकबाट महेन्द्र राजमार्गको दलदले चोकबाट पोखरीसम्मको यात्रा, यस स्थानसम्मको यात्रा मैले योभन्दा अगाडिको भिडियोमा पनि यहाँहरूलाई देखाइसकेको छु। उक्त भिडियो हेर्न छुटाउनुभएका दर्शक महानुभावहरूले उक्त भिडियो हेर्नको लागि पनि म अनुरोध गर्दछु। र म आज यही पोखरी गाउँबाट धौबादी यात्रा गर्न गइरहेको छु। धौबादी गाउँ एकदमै शीतलो, एकदमै चिसो। मानिसहरूले यसलाई नवलपुरको भेटारको रूपमा पनि बयान गर्ने गर्छन्। भेटारमा जस्तै मौसम यहाँको छ भन्ने मान्छेहरूको एउटा भनाइ पनि रहेको छ। यहाँबाट दाहिनेतर्फ हामी देवचुली डाँडाको लागि ट्रेकिङ रुटतर्फ लाग्छौँ भने त्यसै गरी यहाँबाट अब मेरो देब्रेतर्फ हामी पोखरी गाउँ हुँदै धौबादी गाउँसम्मको यात्रा गर्नेछौँ। अहिले यतिखेर हामी पोखरी गाउँमा आइपुगेका छौँ। यहाँबाट मेरो दाहिनेतर्फ बोधीचोला होमस्टेतिर गइन्छ भने त्यसै गरी यो अहिले अगाडि देखिएको पोखरी गाउँको एउटा सानो दृश्य हो। यहाँ केही होटल व्यवसायहरू पनि रहेका छन्, हामी देख्न सक्छौँ भने यहाँबाट सिधा माथि हामी धौबादीतर्फ प्रस्थान गर्न गइरहेका छौँ। यहाँबाट हामी धौबादी हुँदै पुरानो भारतीपुर गाविस हुँदै हामी डेढगाउँसम्म कालीगण्डी कोरिडोरसम्म पनि जोडिने गर्छौँ। बाटो केही हल्का उकालो पनि छ यहाँनिर र साँगुरा घुम्तीहरू पनि छन्। यहाँनिर भने अहिलेसम्म पिच भइसकेको छैन। आफ्नो सवारी साधन चलाउँदा अलि विचार गरेर मात्रै चलाउनु हुनुको लागि पनि म सम्पूर्ण यस रुटमा यात्रा गर्ने साथीहरूलाई अनुरोध गर्दछु। हामी देख्न सक्छौँ यो बोधीचोला होमस्टे गाउँ हो। पोखरी गाउँमा रहेको यो बोधीचोला होमस्टे, यहाँ बस्न खानको लागि राम्रो व्यवस्था रहेको छ। यो पोखरी गाउँको सानो बजार जस्तो एरिया हो। अब हामी यहाँबाट सिधा धौबादीसम्मको यात्रा गर्न गइरहेका छौँ। आज मौसम अलिकति केही क्लियर छैन। हामी देख्न सक्छौँ तलबाट जलबाष्पयुक्त बादल जस्तो अगाडि आइरहेको छ, यो डाँडामा ठोकिरहेको छ, हामी देख्न सक्छौँ। हामीलाई हल्का चिसो महसुस भइरहेको छ अहिले यात्रा गर्दाखेरि। 10-15 किलोमिटर तल महेन्द्र राजमार्गमा एकदमै धेरै गर्मी छ अहिले यो बेलामा र यहाँ एकदमै चिसो सिरेटो चलिरहेको छ। बाटो केही अप्ठ्यारो छ, ग्राभल बाटो छ, अलि ध्यान पुऱ्याएर यात्रा गर्नुपर्ने देखिन्छ र हामी बिस्तारै धौबादीतर्फको यात्रामा अगाडि बढ्दैछौँ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। महेन्द्र राजमार्ग अन्तर्गत दलदले बजारबाट करिब 20देखि 25 किलोमिटरको दूरीमा पर्ने यस धौबादी एरिया फलाम खानीको रूपमा पनि निकै प्रचलित रहेको छ। हामी देख्न सक्छौँ अगाडिबाट यात्रुवाहक बस आइरहेको छ। बस, ससाना ट्रकहरू, बुलेरो जिपहरू लगायत ससाना गाडीहरू पनि यस बाटोमा चल्ने गर्छ। फलाम खानी अन्तर्गत हामी अहिले धौबादी डाँडाको फलाम खानीमा आइपुगेका छौँ। देख्न सक्छौँ मेरो हातमा यो ढुङ्गा हेर्दा फलाम मिसिएको जस्तो कालो कालो हामी देख्न सक्छौँ र यहाँबाट देखिने दृश्य यस्तो रहेको छ।
अहिले हामी अब धौबादी डाँडा नजिक आइपुगेका छौँ र धौबादी डाँडाको आसपासबाट देखिने दृश्य हो यो। ट्रेकिङ रुट पनि बनाइएको रहेछ, यहाँ हामी देख्न सक्छौँ। र यो पर देखिएको यो राईकोट भन्ने गाउँ हो। यहाँबाट राईकोट हुँदै डेढगाउँतर्फ हामी यात्रा गर्न सक्छौँ, कालीगण्डी कोरिडोरमा जोड्न सक्छौँ। र अब हामी यहाँबाट सिधा अगाडि बढ्दै धौबादीको आसपासको एरियाहरू यहाँलाई देखाउन गइरहेका छौँ। धौबादी गाउँ एकदमै सुन्दर छ। आज अलिकति मौसमले साथ दिएन हामीलाई। आज हिजो पानी परेको हुनाले आज मौसम अलिकति केही खराब देखियो। यहाँबाट जति पनि राम्रो भ्यू देखिनु पर्ने त्यति आज हामीले तपाईहरूलाई देखाउन सकेनौँ। हामी देख्न सक्छौँ कन्स्ट्रक्सनको काम पनि धमाधम रूपमा यहाँ भइरहेको छ। साइडमा नाला बनाउने कामहरू पनि भइरहेको छ। यहाँबाट एकदमै सुन्दर दृश्यहरू देखिन सक्छ। ल्यान्डस्केप हामी जमिनहरू देख्न सक्छौँ। पाटन हरिया पाटन हामी धौबादीबाट देख्न सक्छौँ। एकदमै रमाइलो ठाउँ छ र हामीलाई अहिले एकदमै धेरै चिसो महसुस भइरहेको छ। हामी महेन्द्र राजमार्गमा हामी केही समय अगाडि एकदमै हामीलाई गर्मी भइरहेको थियो भने अहिले हामीलाई यहाँ एकदमै शीतलो चिसो महसुस भइरहेको छ। आज अलिकति घाम कम लागेको हुनाले यहाँको सौन्दर्य अझै निखारिने गरी देखिन सकेको छैन, हामी देख्न सक्छौँ। धौबादी गाउँ एकदमै धेरै सुन्दर छ। यो एरियामा फोटो खिच्नको लागि, भिडियो बनाउनको लागि, घुम्नको लागि आउने मान्छेहरूको लागि एकदमै उपयुक्त गन्तव्य, महेन्द्र राजमार्गबाट एकदमै उपयुक्त गन्तव्य पनि हुनसक्छ धौबादी एरिया। यहाँहरूलाई पनि धौबादी एरिया घुमाउनको लागि म हार्दिक अनुरोध गर्दछु। र अहिले यतिखेर हामी धौबादीको चेकपोस्ट नजिक आइपुगेका छौँ। यहाँ हावाबाट बिजुली निकाल्ने दुईवटा वाइन मिलहरू पनि हामी अगाडिबाट देख्न सक्छौँ। आजको यात्रा हाम्रो यहीँ धौबादीसम्म रहेको छ। र यहाँबाट 4 किलोमिटर पश्चिमतर्फ हामी गुरुङ होमस्टे बौद्धिकालीतर्फ हामी यहाँबाट तल जान्छौँ भने अब हामी यहाँबाट हाल बन्द जस्तै अवस्थामा रहेको वाइन मिल यहाँहरूलाई देखाउन गइरहेका छौँ। र यहाँबाट तल काउसती बजार प्रगति नगरको जुन दृश्य देखिन्थ्यो यहाँबाट मेरो देब्रे साइडतर्फ आज म तपाईँहरूलाई यो दृश्य देखाउन मैले आज पाइनँ। यहाँ कुहिरो लागेको हुनाले यहाँबाट तल केही दृश्य देखेको छैन। हामी देख्न सक्छौँ यो वाइन मिल हो। हावाबाट यहाँ विद्युत निकालेर तल रहेका गाउँहरूमा विद्युत सप्लाई गरिन्थ्यो, अहिले यो देखिएन। र यहाँ नजिक रहेको होटल, यसै गरी प्रहरी चौकी पनि यहाँ रहेको छ। हामी खाजा खानको लागि नजिकैको यो आले होटलमा आएका छौँ। हामी देख्न सक्छौँ दुनोट तरकारी लगायतका खाजाका आइटमहरू यहाँ पाइन्छ। हामी अब यहाँ खाजा खान थाल्यौँ। सुरज नेउरे भाइ छन् मसँग, एकदमै शुद्ध सफा फ्रेस। यहाँहरूलाई मेरो आजको भिडियो कस्तो लाग्यो कृपया मेरो भिडियो यहाँहरूलाई मन पर्यो भने मेरो भिडियोमा लाइक, कमेन्ट अनि मेरो यस भिडियोलाई धेरैभन्दा धेरै साथीहरूसँग सेयर गरिदिनु हुनुको लागि पनि म अनुरोध गर्दछु। र अर्को भिडियोमा भेट्ने बाचासहित आजको यो भिडियोबाट यहाँहरू समक्ष म बिदा लिन चाहन्छु। हस्त नमस्कार, यहाँको दिन शुभ रहोस्।